आज म मेरो छोराको लागि चाहिँ मटन नुडल्स बनाइदिनु आएको है। अनि त्यही भएर म खसीको मासु लिन आइरहेको छु कुकुन्डलमा है। अब यो म खसीको मासुलाई पहिला सुरुमा पकाउँछु कुकरमा हैन। किनकि मासु त पाक्नु पर्यो नि त। अब त्यो चाउचाउ त उसिनिने मात्र त हो, पाकिहाल्छ हैन। त्यही भएर यो खसीको मासुलाई चाहिँ म पहिला सुरुमा सिटी लगाएर पकाउँछु है। ल अब यसलाई मजाले सिटी लगाइदिन्छु हो। ल अब यो खसीको मासु पाक्यो है। अब यो पाकेपछि अब म नुडल्सको लागि चाहिँ म यो मटर कोसा र ब्रोकौली नै हालिदिन्छु कि यसलाई पनि हल्का नुन हालेर उसिनिन्छु। यता थुक्पा के अरे सिन्का चाउचाउ उसिनिँदैछु हैन। ल अब यता यो पाक्दै गर्छ, यता यो कौली र मटर कोसा पाक्दै गर्छ हैन। ल पाक्यो। अब यसरी खान लाग्छौँ है हामी चाहिँ। हेर्दै मिठो होला है, कति मिठो हुन्छ होला यो। ल यसको माथि मासु हाल्यो, झोल हाल्यो है खसीको। कस्तो खानु मन लाग्थ्यो कि मलाई अस्तिदेखि। अनि छोराले खान्छु भनेको बेलामा ओहो मौकाको फाइदा उठाइहालेको क्या। किमा नुडल्स खाने भन्थ्यो खासमा छोराले। अनि मैले किमा नुडल्स चाहिँ होइन छोरा, आज मटन नुडल्स खाऊँ है भनेको। हुन्छ अरे। अनि छोराले हुन्छ भनेपछि त भइगयो भने मलाई पनि खानु मन लागिरहेको थियो। अनि आज चाहिँ भातको सट्टामा यही खायौँ हामीले।